प्राप्ति यहाँलाई के छ भने पुनः भाइ बहिनीहरू भयो भयो भन्नु भाइको लागि म बोल्न लागेको छन्। यहाँलाई के छ भने विष्णु अनुसार यहाँलाई दधिची ऋषिको हाड भनिन्छ। शिवले दधिचीकै हाडबाट धनु बनाउनुभयो। त्यही धनु परशुरामलाई दिनुभयो। परशुरामले जनमानवलाई दिनुभएको थियो। त सीता स्वयंवर रचियो भाँच्नुभयो पनि तीन टुक्रा हो। नमस्कार दाहिने भाग चाहिँ गयो रामेश्वरम। कहिले गयो भने भ्रमणमा यही देख्नु होला, समुद्रमा चाहिन्छ। र देब्रे भागको टुक्रा चाहिँ गयो पाताल जनकपुर धनुषागर राम मन्दिरको अगाडि ठुलो पोखरी छ। र यहाँ चाहिँ बिचको भाग यो पिपलको रुखै पुरै धनुमाथि नै छ। यसलाई पनि 550 वर्षभन्दा माथि बताइरहेछ। अब धनुष चाहिँ बढिरहेछ, लम्बाइ बढ्दै बढ्दै गइरहेछ। र यहाँ एउटा कुण्ड छ पातालगङ्गा। यही पानी पियो भने अनिष्ट हुने, खरेडी गर्ने। यसो हेर्दाखेरि जस्तो रुद्राक्ष हुन्छ नि, अनि रूपमा हुँदैन, ढुङ्गा हो न फलाम हो। यही भएर यहाँलाई यो रूपमा राखेको नि धेरै ल यताबाट आउने दर्शन गर्ने, जलले सेचन गर्ने ल। विपासना सुलसा हेलो धनुष र सुरक्षा सबिना जय श्री राम। जय